गाडी राख्नु त कति रहेछ सेफ हार्बर पार्क भन्छ यसलाई कस्तो सेफ छ त Turn right on Powerhouse Road. In a quarter mile, your destination may be on the left. यही हो नि त यही हो नि त यो सेफ हार्बर पार्क पार्क यता हो ब्रिज यो म्यान चाहिँ ड्रोन उडाउनु भनेर आएको अब ड्रोन चढाउनु पाइएन राष्ट्रिय भ्यू आउँछ नि माथिदेखि सोमे ब्रिजदेखि दामी भ्यूज आउँछ नि यो चाहिँ तलदेखि यो चाहिँ खोला चाहिँ यहाँ चाहिँ समुद्र जत्रै भएको छ फेरि फैलिएर हामी चाहिँ यो माथिको यो ब्रिज छ नि यहाँ चढेर चाहिँ यो समुद्र जस्तो खोलालाई चाहिँ हेर्ने भनेको ल गाइस यतिखेर चाहिँ हामी यो ल्यान्केस्टर काउन्टीको सप्तकोशी भन्दा ठुलो देख्छ नि ल्यान्केस्टर काउन्टीको यो सुस्कियाना खोलाको यो ड्याम कत्रो छ हेर्नु खासै हामी चाहिँ यो माथिको ब्रिज छ त्यो माथि चाहिँ मान्छे मात्रै हिँड्न दिन्छ त्यहाँ चढेर चाहिँ यो खोलाको भ्यू कस्तो देखिन्छ भनेर हेर्न आएको त्यहाँ पनि हामी जान्छौँ एकछिनमा यो चाहिँ ड्याम हो सप्तकोशी यस्तो ड्याम छ यो खोला भन्ने कि समुद्र भन्ने यत्रो ठुलो छ कि हेर्दै डर लाग्दो छ यो चाहिँ होइन ठुलो हेर्नुहोस् यत्रो ठुलो छ ड्याम छ यत्रो छ डरै मर्दो छ नि यत्रो खोला यो के भन्छ पछि गएर निक्लिनु भ्याउँदैन हाम्रो सबैजनाले चाहिँ डरै हिँडिरहनु भएको छ यो खोलालाई सुकियाना खोला हो धेरै ठुलो छ यहाँनिर चाहिँ धेरै ठुलो समुद्रै जस्तो भएर बगेछ यो ड्याम हो यो कहाँ सक्छौ नजान्नेले जान्ने त सक्छ होला नि यो चाहिँ ड्याम कन्ट्रोलको हाउस होला यो कन्ट्रोल गर्ने यो पानी कन्ट्रोल गर्ने यो बिल्डिङ ठुलो छ यहाँ त्यहाँ पानी त्यहाँ के भइरहेछ छेउमा नजाइ छैन कस्तो पुरा पानीको यस्तो साइक्लोन बनिरहेको छ घुमिरहेको के छ किस्ने भाइ डर लाग्यो जस्तो छ एकदम ठिक छ आइएम गुड हेर पानी यसरी बबल भइरहेको छ अब चाहिँ हामी यो सेफ हार्बर ब्रिज यो माथिको ब्रिज चढ्न आँटेको यहाँ चाहिँ गाडी कुद्दैन अक्लोमा छ यहाँ चाहिँ मान्छे मात्रै हिँड्छ यहाँ चढेर चाहिँ अनि यहाँ चढेर चाहिँ उताको त्यो ठुलो खोला बगेको हेर्नुपर्छ एकदम राम्रो देखिन्छ अब हामी यो भिर हुँदै चढ्नुपर्छ अब हामी यो भिडियो देखाउँदै जान्छु कसरी चढ्नुपर्छ हेर्दै गर्नु होला भिडियो यो चाहिँ सबै सिस्नु सिस्नु छ झार मिसिएर छ उयो पतिर धेरै पाउँछ सिस्नु यहाँ पनि रहेछ मान्छेलाई पोल्छ साह्रो समात्यो भने चाहिँ बाटैमा रहेछ ब्रिज चढ्नु चाहिँ यस्तो उकालो जानुपर्छ कि यस्तो उकालोमा चढ्नुपर्छ अब यहाँ अब ब्रिज पुग्नु यस्तो उकालो चढ्नुपर्छ हेर्नु है अब यहाँ भित्तामा चढ्नुपर्छ आम्मामामामामा यस्तो भित्ता छ यहाँदेखि चढ्नु पर्यो अब भित्ता हुँदै जानु पर्यो सक्छ चढ्नु साइना ए भिरमा चढ्नु सक्छ भिरमा अब त्यहाँ माथि गएर फेरि उता घुमेको रहेछ बाटो
चढ्यो 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 यस्तो कालो चढ्नुपर्छ हौ अनि मात्रै माथि ब्रिजमा पुगिन्छ चढ्यो चढ्यो यो त अनि के हो यो त अनि हिमाल आरोहण गरे जस्तै भयो त अनि साल दाइ छिटो आउनु पर्यो ढुङ्गा झर्नु आँटेको छ त माथि भयो यहाँबाट फोटो खिच्नुपर्छ होला तर माथि आउँछ फोटो राम्रो हामी घुमेर आउँदा आयो आयो सबै गलिसक्यो अब उकालोमा चढ्दा चढ्दा साह्रो परिसक्यो उकालोमा हिँड्दा यहाँ छ त अब चाहिँ हामी माथि टुप्पा टुप्पामा आइपुग्यो है ब्रिज छेउमा आइपुग्न आँट्यो अब अलिकति छ त्यसपछि हामी यो माथि ब्रिजमा सर हिँडेर चाहिँ परको खोला हेरिन्छ यो पाखामा के पाउँछ हौ हो सिस्नु त ट्याप्पै रहेछ अघिदेखिको यो पाखामा के पाउँछ सबै हिँड्दा गरेर प्याक भइसक्यो अब चाहिँ बल्ल आइपुग्यो जस्तो छ नि ए फाइनल्ली आइपुग्यो बल्ल बल्ल ब्रिजको लेभलमा आइपुग्यो नि त हाम्रो हाइट हो अब हामी ब्रिजमा चढ्छौँ अब त्यो अघि हामीले देखायो ब्रिज अब ब्रिजमा चढेर हेर्नुहोस् कस्तो राम्रो देखिन्छ है पारीको भित्ता हरियो भित्ता हेर्नुहोस् यस्तो राम्रो देखिन्छ यत्रो ब्रिज छ होइन यहाँ गाडी कुद्ने यत्रो बाटो छ तर यहाँ गाडी कुद्दैन यहाँ चाहिँ एकदम यो भ्यूको लागि बनाएको मात्रै हो क्या यो ब्रिज चाहिँ यसरी यहाँनिर चाहिँ यो मान्छे खस्छ भनेर यस्तो खालको फलमको लगाइदिएछ काठमा त्यो पाखा हेर्नु पारीको पाखा हामी तलको बाटो हुँदै आएको यस्तो घुमेको छ यो ब्रिज अब यता झन् अग्लो छ कहाँ तल देख्छ डरै मर्दो हुन्छ हो त्यही भएर प्रोटेक्सन चाहिँ राम्रै लगाएको छ माथिसम्म लगाएको छ काठको फलमको गाडी कुद्दैन यहाँ हेर्नु त्यो खोला हेर्नु यहाँदेखि समुद्र जस्तो देख्छ भ्यू त त्यो अहिलेको ड्याम त्यहाँ तल यत्रो देखिरहेको ड्रोनै चाहिएको थियो नि यहाँ त ड्रोनै हान्नुपर्ने हो नि यो परसम्मको भ्यू हान्नु पऱ्यो ड्रोनमा यस्तो राम्रो आउँछ एन्ड सारा आयो सबै आयो अलिक परेसम्म छु अब यो ब्रिजमा यहाँ चाहिँ यो ब्रिजमा चढेपछि एकदम आनन्द फिल हुन्छ होइन यतापट्टि हेऱ्यो भने हरियो पाखा छ अनि यता हेऱ्यो भने समुद्र जस्तो सरल बगिरहेको यो सुस्किहाना खोला छ कस्तो राम्रो देखिन्छ यहाँदेखि भ्यू यो ब्रिजबाट कस्तो भ्यू आउँछ भनेर चाहिँ हेरिरहेको छौँ घाम अस्ताउन आँटेको यो सिन एकदम राम्रो देखिएको छ यो ब्रिजबाट यहाँदेखि हेर्नुहोस् कस्तो देख्यो त भ्यू समुद्र जस्तो जस्तो पनि देखिन्छ खोला जस्तो पनि देखिन्छ भरि चाहिँ यस्तो रहेछ त्यो पाखा त यहाँ बिचमा ब्रिज यस्तो छ
अनि यतापट्टि यो खोला यस्तो राम्रो देख्छ यो खोला यहाँदेखि लास्टै राम्रो भ्यू आउँछ भाइ खासै के हो भाइ यो किम्बु हौ किम्बु फलेको छ किम्बु नै हो यो ए होस् हो ए किम्बु ए कालो भइसकेको छ त यो पाकेको यसलाई चाहिँ पाकेको। फाल्नु हुँदैन यसरी खानु अब चाहिँ हामी ब्रिजबाट यो ठाउँको अवलोकन गरेर चाहिँ अब फेरि ओह्रालो झर्दैछौँ ओह्रालो बाटो यस्तो छ आम्मामा नन स्टप जान्छ नि हौ ओ ओ ओ बाहिर छिटो आउनु ब्रिज माथि हो छिटो छिटो आउनु तल झर्नु त्यो अघि हामी चढेको ब्रिज यति माथि देख्छ यहाँ तल यो बाटोदेखि चढ्यो यही बाटोदेखि हुँदै गएको नि त हामी ओह्रालै झर्नुपर्छ आउँदाखेरि जाँदाखेरि उकालै जानुपर्छ अनि माथि माथि ब्रिजमा पुगिन्छ अरू कुरो त्यस्तो यो ब्रिजदेखि यो सुस्काना खोलाको भ्यू चाहिँ एकदम राम्रो देखिन्छ यस्तो छ बाटो लड्छ है यहाँ परतिर फेरि ट्रेन कुद्ने बाटो पनि छ पहिला चाहिँ ट्रेन चाहिँ यो माथि हो कि हामी चढेको ब्रिजदेखि नै कुद्थ्यो अरे हौ अलिक डेन्जर भएर होला अहिले भुइँमा झारेको छ ट्रेनको बाटो माथि चाहिँ मान्छेले मात्रै बनाएछ केटाहरू झऱ्यो यहाँदेखि चाहिँ झर्दा चाहिँ अब प्रेसिडेन्ट के भन्छ प्लेनदेखि झरेको जस्तो देखिँदो रहेछ यी केटाहरू त्यस्तै शान्ति झरिरहेछन्